आज हामीले लामो समय पश्चात आफ्नै एउटा सुविधा सम्पन्न वडा कार्यालयको भवन निर्माण भएर समुद्घाटन भइसकेको अवस्थामा छौँ। अर्थात् हामी 5 नम्बर वडावासी सम्पूर्ण व्यक्तित्वहरूको आज एउटा घर पैँचो नै भनौँ एउटा चाडकै रूपमा रहेको छ। हामी सबैलाई बधाई भन्न चाहन्छु। त्यसै गरी आज सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई म फेरि पनि बधाई भन्न चाहन्छु। उच्च मूल्याङ्कन गरेर सम्मान गरेको छ। म उहाँहरूलाई हार्दिक हार्दिक बधाई भन्न चाहन्छु। मैले धेरै कुराहरू राख्नु छैन किनभने हामीलाई अलि हतार पनि भइसकेको छ। धेरै कुराहरू पूर्ववक्ताले भनिसक्नु भएको छ। त्यस भएको हुनाले म यहाँहरूको समय धेरै लिन चाहन्न। म मात्रै के भन्न चाहन्छु भने अहिले हाम्रो समाज चाहिँ कतातर्फ जाँदैछ, हामी के गर्दैछौँ त्यो कुरातर्फ अलिअलि मैले झल्झक्याउन आवश्यक ठान्दछु। अहिले हाम्रो समाज चाहिँ नेगेटिभ कुरातर्फ अर्थात् आलोचनातर्फ असाध्यै उत्सुक भएर सुन्ने, राम्रा कुरा कसैले ध्यान नदिने। सानो उदाहरण दिन चाहन्छु म। तपाईको छोरो डाक्टर भयो, इन्जिनियर भयो, राम्रो काम गर्यो गाउँमा भने त्यसको नाउँ आउँदैन। तपाईको छोरो गजडी भयो, जड्याई भयो भने गाउँ वरिपरि टोल छिमेक मात्रै होइन राष्ट्रैभरि ऊ चाहिँ चिनिन्छ। बुझ्यौ, फलानाको छोरो त जड्याई भन्छ नि, फलानाको छोरो त गजडी भन्छ नि भनेर हामी उम्लो ठडाई अर्कालाई सुनाउँछौँ। अर्थात् अहिले हामी राम्रा कुरा भन्दा नराम्रा कुरातर्फ धेरै आकृष्ट भयौँ। यो हाम्रा लागि विडम्बना हो। अहिले केही नयाँ पार्टी भनिने, नयाँ मान्छे भन्नेहरू अहिले बजारतिर अलिअलि छिचेमिरा उम्रेका छन्। तपाईहरुले सुन्नु भएको छ पुराना दलहरूले केही गरेनन्, कामै केही भएन भन्ने कुराहरू। यहाँ हाम्रो चाहिँ खड्गवार दाइ हुनुहुन्छ, रामबार दाइ हुनुहुन्छ, उहाँहरूले पनि भन्नुभयो उहाँहरूका पालामा केही पनि थिएन। वास्तवमा यहाँ मभन्दा धेरै अग्रज व्यक्तित्वहरू हुनुहुन्छ। काठमाडौँसम्म हिँडेर जाने पनि हुनुहुन्छ, लामो समयसम्म त हामी पनि हिँडेर गयौँ। यही माटीको कुरा गर्नुहुन्छ भने यो ठाउँमा हामी गाडी चढेर आउँला भनेर कसले कल्पना गरेको थियो? माङकालमा हामी गाडी चढेर जाउँला भनेर कसले कल्पना गरेको थियो? आखिर भयो, केही नभएको हो र? हामी धेरै टाढा जानु पर्दैन। 51 साल अगाडि जाउँ। 2051 साल अगाडि के थियो? 51 सालमा जब हाम्रो पार्टी सरकारमा गयो, हामीले गाउँमा 3 लाख बजेट पठायौँ, त्यसपछि 5 लाख पुर्यायौँ। त्यही बेलामा यो माङकालको बाटो त्यही पैसाले बनेको होइन र? अनि यी गाउँका सानोतिना बाटाहरू त्यही बेलादेखि थालनी भएको होइन र? 54 सालमा नेकपा एमालेको यो नगरपालिका विजय भएपछि शान्ति बस्ने त्यो वडाको तर्फबाट उपमेयरको प्रतिनिधित्व गर्नु हुँदाखेरि उहाँकै पालामा धेरै बाटाहरू खुलेका होइनन् र? तपाईहरुले भन्न सक्नुहुन्छ ल यी हरेक तपाईका टोलका बाटा, यो अगाडि बनेको विद्यालय, यही वडा कार्यालय भवन, पिपल बोर्डको ज्येष्ठ नागरिक भवन, माङकाल मन्दिर, यहाँ विभिन्न मन्दिरहरू, यी बाटाघाटा, अनाथालय, गाईघाट बाटो, माङकालको बाटो कसले बनायो? कसका पालामा बन्यो? यो केही नभएको भए यो के हो त? भएको छ, धेरै भएको छ। तर के हुँदो रहेछ भन्दाखेरि हाम्रो मान्छे भनेको असन्तुष्ट जाति हो क्या, असन्तुष्ट प्राणी हो।
मसँग साइकल भयो भनेदेखि यो जाबो साइकल भन्दा मोटरसाइकल भयो भने मलाई कायदा लाग्छ। मोटरसाइकल भयो भने पानी आएको बेलामा त काम लाग्दैन नि त, मेरो त कार भए राम्रो हुन्थ्यो, मलाई 4 पाङ्ग्रे चलाउन सजिलो भने मलाई त्यतातिर लाग्छ। कार हुनेलाई के लाग्छ भने अलि राम्रो एसयुभी जिप अलि टक्क परेको अलि शानदार करोडौँको गाडी चढ्न पाएदेखि हुन्थ्यो भन्ने लाग्छ। मान्छेको जात यही असन्तुष्ट हो, त्यही भएर प्रगति हुन्छ। अनि हाम्रो पुर्खाहरूले भन्नुहुन्छ प्रगति गर्नका लागि मासतिर हेर्नु, आफूभन्दा मासतिर, चित्त बुझाउन तलतिर हेर्नु। सँगै पढेका साथीभाइमा कोही चाहिँ अलि ठुलो हाकिम अथवा ठुलो नेता भयो भनेदेखि त्यता हेरेर त्यो सँगै पुग्नु छ भनेर लाग्नु पर्यो। चित्त बुझाउन आफू सँगैको साथी ऊ त्यहाँ तल छ भने त्यो त्यहाँ तल छ, म यति बिचमा त आइपुग्यो भनेर चित्त पनि बुझाउनु पर्यो। हामी चाहिँ के गर्छौँ भन्दाखेरि खालि माथि हेरेर धारे हात लाएर सक्दो सराप मात्रै गरेर लाग्यो। अहिलेको विडम्बना यही हो। यही चाहिँ यो कम्युनिटी चौरबाट यो वडा कार्यालय आउनेमा 60 लाखको काम भइराखेको छ। तपाईँको चाहिँ अनाथालयबाट गाईघाटको सडकको लागि केही बजेट गरेर काम भइराखेको छ, सबै भइराखेको छ। लिफ्ट खानेपानी, किराती छापमा लिफ्ट खानेपानीको कुरा भएको छ, यतापट्टि चरङ्गीको लिफ्ट खानेपानीको कुराहरू भएको छ, के भएको छैन। तर के हो भन्दाखेरि सबैले भने जति गर्न सकिएन। हामीले हात्ती छराको पानी ल्याएर हिजो चाहिँ काका पुल जस्तो हुने अवस्थामा अहिले तपाईँका घरमा चाहिँ पानी आएर अहिले साग काउली फलाउनु भएको छ कि छैन त्यही हात्ती छराको पानीले। अनि केही भएको छैन भने यो कसले गर्यो त, कसरी भयो त? त्यसो भएको हुनाले हामीले नेगेटिभ कुरालाई होइन पोजिटिभ कुरालाई, भएका कुरालाई चित्त बुझाउँदै अरू प्राप्त गर्नलाई लाग्नुपर्छ। यसका लागि सदैव तपाईँहरूले जसरी हामीलाई माया गर्नुभयो, नेकपा एमालेलाई माया गर्नुभयो, बासुजीलाई माया गर्नुभयो, कमलालाई माया गर्नुभयो, यहाँका रामचन्द्र बस्नेत यहाँका निर्वाचित जनप्रतिनिधिलाई माया गर्नुभयो, हाम्रो पार्टीलाई माया गर्नुभयो। तपाईँहरूले दिएको जिम्मेवारीले हामीले खर रूपमा पुरा गरेका छौँ, हामीले सकेको कुरा गरेका छौँ। तपाईँहरूलाई ढाँटेका छैनौँ, छलेका छैनौँ, नहुने कुरा गर्छौँ भनेका छैनौँ, सक्ने कुरा गरेर देखाएका छौँ। त्यसो भएको कुराले यहाँहरूलाई फेरि पनि हाम्रो आग्रह के हो भने यहाँहरूले जसरी हामीलाई माया गर्नु भएको छ त्यही भएर हाम्रो पार्टीले ज्येष्ठ नागरिकलाई सम्मान गर्यो, एकल महिलालाई सम्मान गर्यो, सबै दलितहरूलाई सम्मान गर्यो, सबैलाई सम्मान गरेको छ, गर्दै आएको छ। भने जति गर्न सकिएन होला, तर हामी निरन्तर प्रयासमा छौँ। त्यसो भएको हुनाले तल हेरेर चित्त बुझाउँ, हिजो केही नभएको बेलालाई हेरेर अहिले धेरै भएको छ भनौँ, अब काठमाडौँ जस्तो बनाउनलाई लाग्नुपर्छ भनेर लागौँ। यसरी जाँदा नै हाम्रो कल्याण हुन्छ। यही कुरा यहाँहरूका बिचमा भन्दै फेरि पनि हामी 5 नम्बर वडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूले नयाँ भवन प्राप्त गरेका छौँ। यसका लागि चाहिँ सबल नेतृत्व हाम्रो बासुजीको नेतृत्व हुनुहुन्छ, नगरपालिकामा कमलाजी हुनुहुन्छ उपमेयर, त्यसै गरी वडा सदस्यज्यूहरू हुनुहुन्छ। उहाँहरूले सिङ्गो यो ठाउँको विकासका लागि अहम भूमिका निर्वाह गर्नुहुनेछ र यही कुरा यहाँहरूका बिचमा राख्दै आज सम्मानित हुनुहुने सम्पूर्ण गुरुहरू, महिला स्वयंसेवी, पूर्व जनप्रतिनिधि सबैलाई म फेरि पनि धन्यवाद र आभार व्यक्त गर्दै यो कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नुभयो। मैले केही कुराहरू राख्ने अवसर पाएँ, यहाँहरूका बिचमा तिता मिठा कुरा राख्ने अवसर हो। फेरि पनि यो भेटघाटलाई चाहिँ निरन्तरता गर्नका लागि एउटा अवसर पनि भयो। यहाँहरूका बिचमा घर घर आउने फुर्सद नहुँदा फेरि यसरी पनि जम्मा भएर यहाँहरूका बिचमा आफ्ना भावना राख्न पाउँदा मलाई पनि खुसी लागेको छ। हामी अर्काको देखासेखी होइन, हामी घाँटी हेरेर हात निलौँ, आफूले नसक्ने कुरा अर्काले घोडा चढ्यो भनेर धुरी चढ्नु हुँदैन भनेर हाम्रा पुर्खाले भनेको कुरालाई मनन गरौँ, सक्ने काम गरौँ। यसो हुँदा हामी सबैको कल्याण हुनेछ। त्यस भएको कुराले म यहाँहरू सम्पूर्णलाई फेरि पनि आभार व्यक्त गर्दै तपाईँहरू सम्पूर्णको घरमा यो नयाँ वर्ष 2082 सुख समृद्धिको वर्ष होस्, हँसी खुसी ल्याउने वर्ष होस्। यहाँहरू सबैलाई धेरै धेरै आभार, धेरै धेरै बधाई भन्दै आजको यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नुभएकोमा वडाध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधिलाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद, अभिवादन, नमस्कार। मंगलाय तनहरी अब तो बस्ने उठिहाल्छ बस्ने